खोइ हाम्रा गाउँको जाँतो चलाउन को कोला आउँछ कि आउँदैन। गाउँले दिदीले त यी जाँतो चलाउन नि म त मिसिन अस्तिको काटेको बेसार आज हेर्नु त हातका खाला नानीहरू जाँता पिन्दैछु। हजुरहरूलाई कतिको मनपर्छ ढिकी जाँतो चलाउन? मेरो त तपाईँहरू नि मनपर्छ भनेदेखि हेरिदिनु यहाँ कति राम्रो बेसार छ। यी मिसिन पनि छ, मिसिनमा लान्छन् तर मन लान्न। आफ्नो गाउँघरको संस्कृतिलाई कहिले छोड्न हुँदैन, कहिले तोड्न हुँदैन। यी ल हेर्नु है दिदीले त हातका फोरा उठी मिसिन आपिने अस्तिको त बेसार काटेको धेरै झमेला छ नि। मिसिन भन्न मात्रै सजिलो, यो बेसार त काट्न पर्यो, सुकाउनु पर्यो, पिन्न पर्यो। ल हेर्नु जाँतोमा ढिकी जाँतो भन्ने कुरा कति त देख्नु भएको पनि छैन होला। ल हेर्नु दिदीलाई राम उहीँ पिन्नपर्छ बल लाएर। यति राम्रो बेसार हेर्नु त। तपाईँहरूलाई पनि यो बेसार मनपर्छ भने कन्ट्याक्ट गर्नु होला। फेरि दिदी कहाँ बेसार दिदी बेसार भनिदिनु। हर पनि दिदीलाई कति गाह्रो छ मान्छेलाई भन्न सजिलो छ, कति भन्नुहुन्छ मान्छेहरूले है। तर पनि म त धेरै मनपर्छ भनेको पनि केही पिर मान्न पर्दैन। जे कुरा पनि दुःख गरे सुख हुने त हो। मलाई पनि नजिकको मिसिन छ, लान त रहरै लागेको थियो मिसिनमा। ल हेर्नु आफूले पिनेको कति राम्रो हुन्छ, कहिले पनि केही पुरानो नि हुँदैन, एकदम राम्रो हुन्छ। थोरै राखे पनि धेरै हुन्छ। दिदीको बेसार गाह्रो हुन्छ नि ढिकी जाँतो चलाउन सिटीमिटी